हेलो एन्ड नमस्ते गाइज, वेलकम टु माई ब्लग आफ्टर लङ टाइम होइन गाइज। आज चाहिँ म अब दिदी घर जानु पऱ्यो हल्का सरसामान पुऱ्याउन होइन। अब धेरै पछि गऱ्यो यार, ब्लग कन्फिडेन्ट नै हरायो भनेको यार। के हो कन्फिडेन्ट नै छैन हौ। कन्फिडेन्ट त पुरै डाउन भयो नि त। पहिला नभए त डह्रो बोलिन्थ्यो होइन, अहिले त बोल्नै नसक्दो रहेछ हौ। अनि गाइज अब के भन्नु, अब भ्लग पनि बनाउनु पाइन्न, धेरै समय भयो, धेरै समयपछि बनाएँ यार, लास्ट यार भ्लग। केही बोल्न आएन हो। क्यामेरा कस्तो देखिरह, साउन्ड कस्तो आइरह केही थाहा छैन हो। अन्धो धुन्धो भ्लग बनाइरह, केही पनि थाहा छैन हो। गाडा अनएक्सपेक्टेड बना भ्लगै। अनि अब जाउँ मिठा मिठा गफ गर्दै जाउँ होइन गाइज। अब आज शनिबारको दिन परीहरू देख्ने होला, टन्नै परीहरू देख्छन्। अब के भन्ने हो र, के चलिरह मेरो जिन्दगीमा भन्ने कुरो सुनायो नि है। के हो जिन्दगीमा त त्यस्तै हो, के चल्नु र, अनौठो अनौठो भइरह। सोचेको जस्तो केही भएको छैन होइन, सोचेको जस्तो केही पनि भनौँ न प्राप्त भएको छैन। प्राप्त भएपछि त फेरि म उल्का पिण्डै हुन्छ नि फेरि। त्यही भएर अब त्यस्तै हो। अब एक्जाम पनि आउँदैछ। हजुरहरूले अब ब्याचलर पढ्दै हुनुहुन्छ भने फर्स्ट इयरको फर्म भर्नुभयो कि भएन? बोल्ने त एउटा केही कन्फिडेन्ट नै छैन हौ। म के भयो होला, बोल्ने कन्फिडेन्ट त थोप्पै रहेन हो। के भयो यार। यो भित्रको बाटो पनि दामी बनाइसकेको छ त यार। के हो, जाम पनि हुँदैन रहेछ हौ अहिले त। पहिला त बाटो बिग्रेर हो कि हो, जामै जाम हुन्थ्यो। मलाई त यो एक्जाम आउनुभन्दा नि भिसा चाँडो आयो त कति खुसी हुन्थ्यो यार। दसैँ आउनुभन्दा पनि भिसा आयो त कति खुसी हुन्थ्यो होला म यार। के गर्नु, प्रब्लमले प्रब्लम छ हजुर। गाह्रो छ नेपालमा अवस्था हेर्दाखेरि। अवस्था हेऱ्यो भने त्यस्तै छ नेपालको। पेट्रोल पनि 3 लाइन रहेछ, टपअप गर्नुपर्ने। काम 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 भयो। एक दिन शनिबार आउँछ यार, छुट्टी नै पाउँदैन। शनिबार एक दिन छुट्टी पाउँछ, रेस्ट गर्ने कि भ्लग बनाउने हुन्छ है। त्यही भएर मैले भ्लगै नबना हो होइन। के भन्ने कुन इलेक्ट्रिक गाडी हो क्या हो यार। अहिले त नेपालमा पनि टन्नै कुद्न थाल्छ कि इलेक्ट्रिक। यो पनि आइरहेको पनि इलेक्ट्रिक नै हो। के गर्नु, एकछिन हल्का कुदाइदिएको। एकैचोटि सुकेधार आइपुग्छ है गाइज। अघि म छिरेको बाटोबाट सिधै नछोडिकन आयो भने होइन, यता सुकेधार के भन्छन् अब, यो बुझ्नु हुँदैन।
एकछिन मात्र कुदा है गाइज, खासै कुदा छैन। इलेक्ट्रिक गाडी पो भेट्छ हो आज त, के भयो हो? जिन्दगीको गरेटोमा के भइरह अच्छा त्यस्तै होस् खै। अब मनमा पीडा नै पीडा भुलाउनलाई अब साथीहरूले साथ दिन्छ कि भनेको, साथीहरू पनि त्यस्तै पर्यो होइन। अब आफूले कल गर्यो भने सम्झिन्छ, नभए त्यस्तै हो, कल कहिले पनि गर्दैनन्। गऱ्यो भने त्यही आफूले भन्यो भने मात्र हो, नभए काम पर्दा हो। सम्झेर कल गर्ने कोही छैनन्। के भन्नु, साथी भनेर मरे हात्ते गरेर हिँडेँ क्या म। त्यस्तो विधि नै हिँड्नु नहुने रहेछ। लास्टै गएँ मैले। हेर्नु त लेन मिचेर आएको गाइज। गाह्रो छ नि हजुर। उफ 20-25 हजारको जागिर खाइन्छ नेपालमा। यहीँ सिद्धिन्छ के गर्दा, बाइक साइक खाना खाँदा। खोइ के पा मेरो जिब्रो लटपटिरह, धेरै पछि भ्लग बनाएर क्या। अनि कहिले के भने पैसा त त्यसै सकिरहन्छ गाइज, पैसा त्यसै सकिरहन्छ, सेभै हुँदैन। जब 20-21 वर्ष हुन्छ नि त्यहाँ चाहिँ बुद्धि पलाउँदो रहेछन् के, यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनेर। गाह्रो हुँदो रहेछ जिन्दगीमा। के गरे होला, बौलाउ छ क्या मान्छे पनि बेला बेला। मान्छेहरू पागल हुन्छ क्या उहाँ, किन भँ गर्नु क्या। यस्तो अब क्लच समाते गरे भने अब कुदाएर गरेको पनि भयो नि हो भन्नु, छुट्टै बेग्लै कुरा। क्लच समाते त्यहाँ बाटो क्रस गरेर आएको मान्छे गरे दिमाग रिस उठ्दैन भनेको यार। हिँड्ने मान्छे, पैदल यात्रा नि हिँड्ने मान्छे नै हो। ल यताबाट छिर्नुपर्छ है गाइज। तपाईँहरू यातायात कार्यालय जानुहुन्छ भने नि एउटा ठाउँ चाहिँ बिजोग छ हजुर। बौद्धबाट पनि जान सक्नुहुन्छ यातायात कार्यालय। ओ माऊ वज्र रूपेमा सिद्धि हो, ओ माऊ वज्र रूपेमा सिद्धि हो। पेट्रोल टपअप गर्नुपर्ने, पेट्रोल टपअप गरेको छैन। ओहो यहाँ त खोला बढी खाइया हो हिजोको पानीले। बाइक हो कि ट्याक्सी यार बाइक, कति मान्छे बोक्यो बाइकले।
यो बाटो चाहिँ कस्तो कुनै कुनै ठाउँमा यस्तो अप्ठ्यारो है कहाँ खाल्टो छ भन्ने पनि थाहा छैन भने बेलुका झन् गाह्रो हुन्छ हौ यो बाटो पल छ क्या बिचमा यस्तो हुन्छ नि यो के भन्छ ढलको लागि के त्यो के भन्छ हौ बिर्सेँ यार ढलको पुवाल भनौँ न अब के बोले भाइ के बोले के छ थाहा बोले ल्याङ हान्ने हिरो होन्डा मलाई ल्याङ हान्छ यार हिरो होन्डाले यार अझ अलिक पेट्रोल नभएर अलिक पावर नदिए जस्तो गाह्रो छ हजुर यातायात कार्यालय चाहिँ यही हो है निलो बिल्डिङ होइन तपाईँहरू मैले मेरो भ्लग हेर्दै हुनुहुन्छ भने यातायात कार्यालय आउने चाहिँ यही हो अब तपाईँको यातायात कार्यालय यही हो लाइसेन्स लिन मिलिन्छ अनि पछि के अरे अब ट्रायल साइल चाहिँ दक्षिण ढोका भन्ने सुने होइन मैले पनि त्यहीँ दिएको हो अहिले पनि त्यहीँ होला एयरपोर्ट पछाडिको रोड आइपुगेँ यहाँ त लास्ट डेन्जर अनि फेरि यार रकेट कुदाउँछ हौ मान्छेहरूले गाडी यार डरै लाग्छ रिकन्डिसनहरू के गर्नु बिजोग छ हजुर यो गाडीले त अगाडिबाट के आयो नि के देखेकै छैन हो मैले त के हो भने त्यही भएर नदेखेको ठाउँमा ओभरटेक नआनौ जाऊ बिहार दाजु जाऊ हन्डा दाजु त्यसरी पेल्छन् अनि पछि जाउँ हन्डा दाजु हो कि को अनि बिस्तारै जाउँ ट्याक्सी आइरह होइन त्यसपछि रन्का बुधे रन्का हल्का है गाई चाहिँ एकछिन मात्र कुदाएको है होइन अब बाइक नचलाउने जेन्सम्म होइन गाइजहरू के अरे यस्तो हुँदो रहेछ क्या अरूले कुदाएको देखेर मरोस् के भने सराप्न मन लाग्छ नि होइन पहिला मैले पनि त्यस्तै गर्थेँ क्या अनि जब बानी बसी कुदाउन त्यसपछि चाहिँ नछोड्ने रहेछ क्या त्यसपछि किन कुदाइरहेको त्यो मान्छेहरूले बल्ल थाहा पाइरह भनौँ न अब बल्ल भन्दा नि पहिल्यै थाहा पाएको हो खै के भएको आज बोल्नै सकेको छैन हो लास्ट औडा फिल भइरह हो के को औडा फिल होइन आफ्नै प्रपर्टी हो आफूले बोल्ने हो आफै भ्लग बनाउने हो के को यत्रै सिद्धि अब तुम लोग गलती से अगर नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उस पर अपने जीजा जी फेंक के मारो या फूफा जी मुझे नहीं पता बस क्लिक हो जाना चाहिए अब मैं भी जा रहा हूं मुझे मुठिया पेलने जाना है बाय यो त यस्तो भयो नि त होइन त के भ्लग बनाउँदा होइन नै फड्का भएको थाहा नै छैन यार के हो तर भित्रीको पावर त लास्ट हुने यार 4 गियरमा पनि तानिन्छ यार गाइजहरू यस्तो उकालो ठाडै हो उकालो अनि तीज पनि सक्यो होला हिजो होइन के गर्नु केटला मात्र छुट्यो गाह्रो तीज भन महिला दिवस भन बिजोग छ पुरुष भने पुरुष हो जुत्ता माझ्ने पुरुष हो भने जस्तै भइसक्यो के हो इलेक्ट्रिक गाडी नै इलेक्ट्रिक गाडी हो मेरो फ्लस यो भ्लगमा फर्स्टदेखि नै इलेक्ट्रिक गाडी मात्र गइरह मुखमा के भएको होला
बोल्न त्यत्रो बोले है लास्टमा माइक बिगाएर खायो नि तना पनि साउन्ड नआएको भिडियो नआएर अन्त बिजोक हुन्छ त हो गाइज मेरो यार जिन्दगीको गरेटोमा ल गाइज अब दिदी घर त देखाउनु भएन होइन यहाँबाट अहिले फर्किँदाखेरि म बरु राम्रो ठाउँ एउटा हेरेर उस गर्छु होइन के भन्नु र त्यस्तै छ होइन घुमाउरै घुमाउर जाउँ ल ल हेलो एन्ड नमस्ते गाइज हामी चाहिँ आज के भन्ने ठाउँमा जानु लाग्थ्यो बिर्सेँ यार हामी चाहिँ यता के भन्ने ठाउँ भन्दाखेरि यो सुकुटे अनि पछि सुकुटे र के भन्थ्यो एउटा के घाट भन्थ्यो हौ दोलाल घाट त्यहाँ जाँदैछौँ होइन गाइज हामी चाहिँ त्यही भएर आज चाहिँ अब सेफ राइड हान्नुपर्छ त्यस्तो घुम्ती सुम्ती छ यतातिर चाहिँ लास्टै त्यही भएर बिस्तारै आनन्द चिलमा म चाहिँ सिधै दिदीकोबाट फेरि त्यहाँ गएर बिचमा भ्लग अलिकति बाटो त फेरि दामी छ नि हौ गाइजहरू अस्ति नआउँदा त हिल्लै हिल्लो थियो यहाँ त्यही भने ओहो नेपाली पाउडर है नेपाली हजुर नेपाली पाउडर ड्राइभरमा साइला मोटर चलाउँदै एकछिन कन्सन्ट्रेट हुनुपर्छ गाइज यस्तो बाटोमा त यार बाटै हन्टर छ अनि बाटो त दामी छ नि फेरि बाटो त भाइ त्यही भएर बी कन्सन्ट्रेट इन योर फोकस अन योर रोड इङ्ग्लिस मिल्यो कि मिल्दैन बोल्न चाहिँ बोल्दै के बोले भाइ के बोले के बोले के जथाभावी बोले हजुर ड्राइभरमा साइला मोटर चलाउँदै हिँड्न कान्छ अरे मोटर चलाउँदै ड्राइभरमा साइला बाटो त हन्टर छ नि फेरि आइट नम्बर प्लेट पनि कहाँ झऱ्यो अत्तो पत्तो थाहा छैन ड्राइभरमा माइला मोटर चलाउँदै हिँड कान्छ अरे उफ गर्मी त लास्टै गर्मी है राम्रो पौडी खेल्न आए पो त मलाई त्यस्तो ठुलो खोलामा खेल्नु हुँदैन नि हट टु त हेर्नु त त्यहाँ अगाडि हेर्नुहोस् त थेत्तेरी म्याटो नि भने भुकचुक गर्छ है ड्राइभरमा माइलो मोटर चलाउँदै बी कन्सन्ट्रेट रोडमा बी कन्सन्ट्रेट बी कन्सन्ट्रेट
ट्याक्सीले ल्याङ हान्यो नि त हामीलाई ट्याक्सीले ल्याङ हाने के हजुर कहाँ यता साइड लाउने भने कहाँ लाउने भने